हामी तल झर्दैछौँ के अरे लप डाँडा है हामी लप डाँडाबाट तल झर्दै गरेको अवस्था छ हामी अगाडि नै फोटोहरू खिच्यौँ धेरै समयहरू हामी त्यहाँ बितायौँ र अब हामी तल झर्दैछौँ र अगाडि हाम्रो भाइ विकास र एमा साथमा एकदम हुँदै हुनुहुन्छ र यो कुहिरोहरूले पनि यस्तो देखाउँदैछ कि पानी पर्ला कि जस्तो खालको कालो कालो कुहिरोहरू देखिँदैछ र नानी एमा पनि मजाले हिँड्दैछ पापा अगाडि अगाडि जानुभयो र हामी ओह्रालो जाँदैछौँ र उकालोको अवस्था यो प्रकारको छ अनि उनीहरूले त्यहाँनिर फोटो खिच्दै गरेको अवस्था हामी यहाँ देख्दछौँ अनि धेरै क्राउडहरू यहाँनिर बसहरू अनि गाडीहरूको पार्किङ यहाँ धेरै गरिरहेको अवस्था रहेछ यहाँनिर अनि एकदम क्लाउड पुरा भइरहेको छ पानी पर्ला जस्तो खालको अवस्था भइरहेको छ र यहाँनिर ठुलो ट्रकहरू पनि चलिरहेको छ पापा छोरीको गन्थन हामी यहाँ देख्न पाउँदछौँ पापा छोरीको गन्थन के भइरहेको छ यहाँनिर पापा छोरीको यहाँ छोरीले पापालाई यहाँनिर फोटो खिचिदिने तर्खरमा छ पास्टर किशोरले भ्यूहरू निकालिरहनु भएको छ र हामी यहाँ देख्दछौँ पास्टर किशोरले लभ टावरको भ्यू निकाल्दै गरेको अवस्थाहरू यहाँ हामी देख्दछौँ यहाँ सुन्दर वातावरणहरू हामी देख्दछौँ घोडाहरू राइड गर्नु पाइँदो रहेछ सुन्दर सुन्दर फुल सयपत्री फुलहरूको सजी सजावट